मैले सोचेको पनि थिइनँ टिचर्स डेमा स्टुडेन्टबाट यति धेरै सरप्राइज पाउँछु भनेर। हेलो वेलकम टु माई डे 9 मिनी ब्लग। आज टिचर्स डे परेकोले मैले नि मेमलाई क्लिप गिफ्ट गरेँ, किनभने मेमले नि मलाई गिफ्ट दिनुभएको थियो चक्लेट। मलाई चाहिँ थाहा नै थिएन स्टुडेन्टहरूले मलाई सरप्राइज दिनुहुन्छ भनेर। अनि मलाई हिजोदेखि भनिराख्नु भएको थियो मेम 10-15 मिनट ढिला आउनु ल क्लास भोलि भनेर। अनि म त्यही अनुसार ढिला आएको, भित्र पस्न दिनुभएको थिएन ढोका बन्द गरेर। अनि भित्र पस्दाखेरि त पुरै बेलुनहरू फुलाएर गिफ्टहरू रेडी पारेर बस्नु भएको रहेछ। अनि पाले पालो सबैले गिफ्ट दिनुभएको थियो। थ्याङ्क यू सो मच नानी बाबुहरू। सरहरूलाई पनि हाई भन्न लगाएँ। नानी बाबुहरू चाहिँ पुरा बेलुनसँग खेलिराख्नु भएको थियो। अनि मैले थोरै भिडियोहरू बनाएँ। नानी बाबुहरूले केक पनि ल्याउनु भएको थियो, अनि केक पनि काट्यौँ। एकदम रमाइलो भयो। थ्याङ्क यू सो मच सबैजनालाई। अनि म चाहिँ गिफ्टहरू आएर गिफ्ट ओपनिङ गर्दैछु। थ्याङ्क यू सो मच बुकेको लागि। मलाई एकदम खुसी लागेको छ। अनि गिफ्टहरू हेर्न सक्नुहुन्छ, कति धेरै दिनुभएको छ, चक्लेटहरू, डट पेनहरू। आज प्यारेन्ट्सहरूले पनि धेरै हेल्प गर्नुभएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। अनि मैले गिफ्ट ओपन गरेको सबै भिडियो चाहिँ राख्न सकिनँ, किनभने भिडियो एकदम लामो हुने रहेछ। मैले छोटो छोटो क्लिपहरू राखेको छु। अनि नानु बाबुहरूलाई धेरै धेरै धन्यवाद, धेरै धेरै माया। यो दिन चाहिँ मेरो लागि एकदम स्पेसल दिन भयो, किनभने मेरो पहिलो टिचर्स डे थियो। अनि मैले आजभन्दा 1 वर्ष अगाडि एकजनाबाट सुरु गरेको क्लास। अनि आज यति धेरै स्टुडेन्टहरू आउनुहुन्छ, मलाई सपोर्ट गर्नुहुन्छ, माया गर्नुहुन्छ भनेर मैले सोचेको पनि थिइनँ। सबैजनालाई धेरै 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 धन्यवाद फेरि पनि। थ्याङ्क्स फर वाचिङ गाइज।